फ्री भिजा फ्री टिकट एउटा गलत वर्ड हो। यो त्यो बेलामा तय गरिएको यो गलत कन्सेप्ट हो। यसलाई चेन्ज गर्नुपर्छ। फ्री भिसा फ्री टिकटको विषयमा कसरी काम हुँदैछ। अब के बुझ्न पर्यो भने दुईटा कुरा हुन्छ यसमा। एउटा इथिकल रिक्रुटमेन्ट हुन्छ। इथिकल रिक्रुटमेन्टमा श्रमिकले आफ्नो गाउँदेखि इम्प्लोयरसम्म पुग्नको लागि 1 रुपैयाँ पनि खर्च भयो भने त्यो इथिकल रिक्रुटमेन्ट चाहिँ हुँदैन। हामीले त्यस्तोलाई फोकस गरेर अगाडि बढ्नुपर्छ। र फ्री भिसा फ्री टिकट कस्तो हो भने म अघि अस्ति पनि भने फ्री भिसा फ्री टिकट एउटा गलत वर्ड हो। यो त्यो बेलामा तय गरिएको यो गलत कन्सेप्ट हो। यसलाई चेन्ज गर्नुपर्छ। र यसलाई चेन्ज गर्नको लागि चाहिँ हामीले एउटा कार्यदल गठन गरेर अस्ति 22 गते कार्यदल गठन गरेर 35 दिनको समय दिएको छु। त्यो 35 दिनभित्र उहाँहरूले एउटा रिपोर्ट बुझाउनुहुन्छ। अब यो यस्तो किन गर्यो भने यो म साइन्टिफिक हुनुपर्छ, वैज्ञानिक हुनुपर्छ भन्ने धारणा हो। त्यही भएर रिपोर्टका आधारमा, अध्ययनको आधारमा यो हामीले बेन्चमार्किङ गर्दैछौँ। सबै 1800 म्यान पावरहरू छन्, वर्करहरू 30 लाखभन्दा बढी विदेशमा छन्। त्यही भएर यो सबै अध्ययन गरेर यो त्यो रिपोर्ट आइसकेपछि फ्री भिजा फ्री टिकटलाई प्र्याक्टिकल हुने गरी अगाडि बढाउँछौँ। Extreme Energy Drink.